हेलो हेलो साथीहरू, नमस्कार सबैजनालाई। स्वागत छ आज फेरि मेरो घरको किचनमा। आज फेरि म अरू खानाहरू सबै पाकिसकेछ। आज चाहिँ यसो अर्ग्यानिक घरको आफ्नै केरा सागबारीमा फलेको पुदिनाको चटनी, टमाटर र पुदिनाको चटनी बनाउन गइरहेको छु। हजुरहरूले खानुभएको कि भएन यसरी? ल, ग्यासमा पोलेर खानभन्दा यसरी हजुरहरूले कडाईमा भुटेर खान मिल्छ है साथीहरू। जस्तो अब हजुरहरूको घरमा आगो छैन, दाउराको चुल्हा छैन भने डाइरेक्ट ग्यासमा चाहिँ नपोल्नु होला। पोले पनि यस्तो गरेर पोलेर खानु होला। डाइरेक्ट ग्यासमा पोलेर खाँदाखेरि चाहिँ अलिक शरीरलाई हानिकारक हुन्छ। त्यही भएर चाहिँ ल है त, म आज चटनी पिसेर खाँदैछु साथीहरू। कस्तो हुन्छ भन्नु होला है। ल, यो पनि भइसकेछ। अब यसलाई टक्क निकालेर हल्का नुन लगाउनु पर्ने हुन्छ। हरियो खोर्सानी नभएको कारणले साथीहरू यस्तै हो। ल, टक्क यो पुदिना। पानी परेछ फेरि, हेर्नु यस्तो पानी परेछ हाम्रो घरतिर। हाम्रो गाउँमा यस्तो पानी परेछ। त्यही भएर पानी परेको बेलामा चाहिँ यस्तो यस्तो चटनीहरू खाँदाखेरि कतिको स्वाद आउँछ त भनेर आज चाहिँ म आफैले चटनी पिस्दैछु साथीहरू गर्दै गर्नु है। ओके, ल, सिलौटा पनि आइसकेको छ। पखाल्न पर्ने हुन्छ। क्यामेरा समात्ने कोही पनि छैन। यता बुढी व्यस्त छ। अब यो चाहिँ निकालेर फालिदिँदा नि हुन्छ साथीहरू। यस्तै चाहिँ टक्क सिलौटामा पिसेर अर्ग्यानिक पारामा स्वादै छुट्टै हुन्छ नि साथीहरू, होइन? ल, धेरै मसिनो पनि गर्नु पर्दैन। अब आगो फुकेर बनाउनुहुन्थ्यो, दाउराहरू पानी परेर भिजेछ। त्यही भएर चाहिँ आज नयाँ स्टाइलको यसरी पनि मिठै हुन्छ। सिलौटामा चाहिँ पिस्नु पर्ने हुन्छ है, बल्ल मिठो हुन्छ। ओके, ल साथीहरू, आजको लागि यति नै। हस्, धन्यवाद। के कस्तो लाग्यो कमेन्ट गर्नु होला। यसरी खाएर चेक गर्नु होला कस्तो हुन्छ है त। ओके, बाई, टेक केयर।